नमस्कार, सबैलाई स्वागत छ मेरो युट्युब च्यानल सुप्रिया श्रीमा। काठमाडौँ कलङ्कीबाट करिब 6 किलोमिटर दूरीमा रहेको मच्छेनारायण गाउँमा लागिरहेको पुरुषोत्तम मेला अर्थात् मच्छेनारायण मेला लागिरहेको अवसरमा आज हामी दर्शन गर्न जाँदैछौँ। यो मेला प्रत्येक मलमासमा लाग्ने मेला हो। अत्यन्तै भक्तजनहरूको भिडभाड हुने यो मेलामा नुहाउने, पूजाआजा गर्ने, व्रत बस्ने जस्ता धेरै धार्मिक कार्यहरू हुन्छन्। यदि हजुरहरू जानु भएको छैन भने यही जेठ 31 गतेसम्म रहेको यो मेलामा जान चाहिँ नछुटाउनु होला। अत्यन्तै भक्तजनहरूको भिडभाड रहे तापनि अति चुस्त दुरुस्त व्यवस्थापनका साथ लागिरहेको यो मेलामा खानपिनको लागि सानातिना पसलहरू, सपिङको लागि पसलहरूको साथसाथै मच्छे गाउँ जस्तो प्राकृतिक सुन्दरताले भरिएको रमणीय ठाउँ घुम्ने अवसर पनि पाइन्छ। हामीले चाहिँ लगभग 2 घण्टामा मेला पुरै घुमेर पूजा गरेर डुलेर पनि भ्याइसकेका थियौँ। यहाँ सुरक्षाकर्मीहरूको उपस्थिति, स्वास्थ्य सेवाको उपलब्ध साथसाथै बाक्लो भोलिन्टियरहरूको पनि उपस्थिति भएकोले यो मेलामा अति सुरक्षित साथ घुम्न पाइनेछ। यहाँ पूजा गर्न भक्तजनहरूलाई स्नान गर्ने व्यवस्था पनि मिलाइएको छ। बाँकी थप कुराहरू चाहिँ हजुरहरूले मेलामा गएर नै थाहा पाउनुहुनेछ। र अब हामी एकछिन मेला घुम्न तथा मच्छेनारायण भगवानको दर्शन गर्नतिर लागौँ है त। भजन कीर्तनका लागि भक्तहरूले भगवान नारायणको दर्शनको लागि लाइनमा बस्न।
गर्दछु भैरवबाट पाल्नु भएको लक्ष्मीनारायण भगवान् यहाँको हार्दिक स्वागत गर्दछु को कामना गर्दै लक्ष्मीनारायण पुरुषोत्तम भगवानले रक्षा गरून् कल्याण गरून् कल्याण होस् यसै गरी